यसु क्रुसमा मर्नुभएकै थिएन, केवल बेहोस हुनुभएको थियो भन्ने कुरा गर्छ। आधुनिक चिकित्सा विज्ञान मेडिकल साइन्स अनुसार भन्छ रोमन सिपाहीहरू मृत्युदण्ड दिनमा विज्ञ थिए। यसुको कोखामा भाला प्रहार गर्दा रगत र पानी निस्किएको थियो, जुन हृदय गति बन्द भएको स्पष्ट लक्षण हो। चिहानभित्र यसुलाई बेरिएको कफन जस्ताको तस्तै थियो। यदि कसैले लास चोरेको भए कपडा खोलेर लास मात्र किन लैजान्थ्यो? अनुसन्धानले भन्छ कि यदि ती 500 जनाले अदालतमा 6 मिनट मात्र बयान दिएको भए 50 घण्टासम्म लगातार गवाही चल्ने थियो। मनोविज्ञान साइकोलोजी अनुसार सामूहिक भ्रम असम्भव छ। 500 जनाले एकै पटक एकै ठाउँमा एउटै कुराको भ्रम देख्नु वैज्ञानिक रूपमा प्रमाणित हुन सक्दैन। जय मसीह, स्वागत छ क्रिस्चियन जिज्ञासामा। आज हामी येशूको खाली चिहानबारे हेर्नेछौँ। इतिहासलाई चुनौती दिने एउटा रहस्य। इतिहासमा धेरै महान व्यक्तिहरू आए र गए, उनीहरूको मृत्यु भयो र आज उनीहरूका चिहानहरूमा उनीहरूको अवशेष सुरक्षित छ। तर संसारको इतिहासमा एउटा यस्तो चिहान छ जुन खाली छ, येशू ख्रीष्टको पुनरुत्थान। के यो केवल एउटा धार्मिक विश्वास मात्र हो कि यो मानव इतिहासकै सबैभन्दा प्रमाणित सत्य हो? यदि येशू बौरेर उठ्नु भएको होइन भने कसरी केही डराएका माछा मार्ने जालहारीहरूले संसारकै सबैभन्दा ठुलो साम्राज्य रोमन साम्राज्यलाई हल्लाइदिए? आज हामी येशूको खाली चिहान पछाडिका ती प्रमाणहरूको अनुसन्धान गर्नेछौँ, जसलाई नास्तिक वैज्ञानिकहरूले समेत इन्कार गर्न सकेका छैनन्। येशूको चिहान साधारण थिएन। मत्ती 27 अध्याय अनुसार रोमी गभर्नर पिलातसले त्यहाँ रोमन मोहर लगाएका थिए। त्यो मोहर तोड्नुको अर्थ थियो मृत्युदण्ड। साथै त्यहाँ 16 जना तालिम प्राप्त रोमन सिपाहीहरूका टोली पहरामा राखिएको थियो। एउटा ठुलो ढुङ्गा जसको तौल करिब 1.5 देखि 2 टनसम्म थियो, त्यसले चिहानको ढोका थुनिएको थियो। यदि चेलाहरूले लास चोर्न आएका भए के उनीहरूले ती 16 जना सशस्त्र सिपाहीहरूलाई जितेर त्यो भारी ढुङ्गा शान्तसँग पल्टाउन सक्थे र? अचम्मको कुरा, चिहानभित्र येशूलाई बेरिएको कफन जस्ताको तस्तै थियो। यदि कसैले लास चोरेको भए कपडा खोलेर लास मात्र किन लैजान्थ्यो? कानुनी रूपमा कुनै पनि घटना प्रमाणित गर्न साक्षी चाहिन्छ। 1 कोरिन्थी 15 अध्यायमा पावलले लेख्छन् कि बौरेर उठ्नुभएको येशूलाई एकै पटक 1500 भन्दा बढी मानिसहरूले देखेका थिए। अनुसन्धानले भन्छ कि यदि ती 500 जनाले अदालतमा 6 मिनट मात्र बयान दिएको भए 50 घण्टासम्म लगातार गवाही चल्ने थियो। ती मध्ये धेरैजना पावलले यो पत्र लेख्दासम्म जीवितै थिए। यदि यो झुटो भएको भए कसै न कसैले त यसको खण्डन गर्थ्यो होला। तर इतिहासमा यस्तो कुनै रेकर्ड छैन जसले 500 जनाकै गवाहीलाई झुटो साबित गरोस्। आलोचकहरूले उठाउने केही प्रश्न छन्, जस्तै येशू क्रुसमा मर्नुभएकै थिएन, केवल बेहोस हुनुभएको थियो भन्ने कुरा गर्छन्। आधुनिक चिकित्सा विज्ञान मेडिकल साइन्स अनुसार भन्छ रोमन सिपाहीहरू मृत्युदण्ड दिनमा विज्ञ थिए। येशूको कोखामा भाला प्रहार गर्दा रगत र पानी निस्किएको थियो, जुन हृदय गति बन्द भएको स्पष्ट लक्षण हो। अनि कतिले चेलाले कतै भ्रम देखेको त होइन भन्छन्। मनोविज्ञान साइकोलोजी अनुसार सामूहिक भ्रम असम्भव छ। 500 जनाले एकै पटक एकै ठाउँमा एउटै कुराको भ्रम देख्नु वैज्ञानिक रूपमा प्रमाणित हुन सक्दैन। मित्रहरू, येशूको खाली चिहानले एउटै कुरा भन्छ, मृत्यु अन्त्य होइन। येशू बौरेर उठ्नुभयो, यसको अर्थ उहाँले भन्नुभएको हरेक कुरा सत्य हुन्। उहाँ साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ। आज संसारका सबै धर्मका गुरुहरू चिहानमा छन्, तर येशू ख्रीष्ट जीवित हुनुहुन्छ। उहाँले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो। के तपाईले आफ्नो जीवनको बागडोर यो जीवित परमेश्वरलाई सुम्पिनु भएको छ? यो भिडियोलाई शेयर गर्नुहोस् र संसारलाई सुनाउनुहोस् कि हाम्रो प्रभु जीवित हुनुहुन्छ। आमेन। जय मसीह।